तपाईको जन्मथलो स्वर्ग हो। मानिस कहाँबाट आएको हो र मरेपछि कहाँ जान्छ? धेरै दर्शनशास्त्री, धर्मशास्त्री र वैज्ञानिकहरूले मानव जातिको सार पत्ता लगाउनको निम्ति अनुसन्धान गरे पनि विवाद रहित निश्चित सिद्धान्त एउटै पनि भनेका छैनन्। मानिसहरू जीवनको अर्थ नबुझी वर्तमानमा अल्झिएर भौतारिँदै मृत्यु भोग्छन्। हरियालीमा गौरव गर्ने रुखका पातहरू चिसो बतास चल्दा झरे जस्तै भनिन्छ हाम्रो जीवन पनि झरेको पात जस्तै व्यर्थ हो। तर हाम्रो जीवनमा चाहिँ केही महत्त्वपूर्ण कुरा लुकेर रहेको छ। बाइबलले मृत्युलाई जनाएर स्वर्ग फर्कन्छ भनेको छ। फर्कन्छको अर्थ आएकै ठाउँमा फेरि फिर्ता हुने कुरालाई जनाएको हो। नदी पार गरेर घर फर्किएका सलमोन माछा। परमेश्वरले पृथ्वी सृष्टि गर्नुभन्दा पहिला तपाईँ स्वर्गमा हुनुहुन्थ्यो। अय्यो, मैले पृथ्वी सृष्टि गर्दा त कहाँ थिइस्? त स्वर्गमा थिइस्। त कति धेरै वर्ष बाँचिसकिस्। परमेश्वरले यो पृथ्वीमा जीवन बिताइरहेका अयुबलाई उनी मानिसको स्वरूपमा जन्मनु भन्दा पहिला स्वर्गीय राज्यमा थिए भन्ने कुरा सिकाउनु भयो। हामीहरू पनि अयुब जस्तै पृथ्वीमा जन्मनु भन्दा पहिला स्वर्गीय राज्यमा थियौं। शरीर चाहिँ पृथ्वीमा जिउनेसम्म, आत्मा केही समय रहने अस्थायी पाल हो। त्यसैले येशू ख्रीष्टबाट शिक्षा लिएका प्रेरितहरूले मानिसलाई जनाएर परदेशी र प्रवासी भनेका छन्। तिनीहरूलाई थाहा थियो कि हाम्रो मातृभूमि स्वर्गीय राज्य हो। समय र क्षेत्र गतिको कुनै सीमा नभएको स्वर्गबाट पाप गरेर पृथ्वीमा खेदाएका मानव जातिले स्वर्गको सम्झनालाई बिर्सेर पापको कष्टमा बिलौना गर्दै विभिन्न किसिमका विपत्तिमा डरले कापिरहेको छ। सुन्दर र महिमित मातृभूमि जान मन लाग्दैन? महिमित स्वर्गीय देशमा फेरि फर्केर जाने उपाय छैन होला त? जिन्दगीमा यसको उत्तर थाहा पाएमा मात्रै फर्केर जान सकिन्छ। 2000 वर्ष अघि येशू ख्रीष्ट आउनु भएर स्वर्गमा गरेका पाप क्षमा पाएर स्वर्ग जान सक्ने बाटो खोलिदिनु भयो। यो युगमा चाहिँ पवित्र आत्मा र दुलहीले गुमेको निस्तार पुनर्स्थापना गरिदिनु भएर अनन्तको घर स्वर्गतर्फ डोर्याइरहनु भएको छ। पुनर्स्थापना गरिदिनु भएको निस्तार मानेर जान मन लागेको घर स्वर्गीय राज्य फर्कनुहोस् भन्ने चाहन्छु।